नमस्ते, म सन्तोष पाण्डे। आज पनि यहाँहरू माझ अर्को एउटा नयाँ भिडियो लिएर उपस्थित भएको छु। आजको भिडियो कस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहोला। आजको ग्रामर चाहिँ VST प्लस आदो अदो। आज चाहिँ VST प्लस आदो अदो। यसको मिनिङ चाहिँ के हो त? भए पनि गरे पनि। आदो अदो क्रिया वा विशेषणसँग जोडिन्छ। यसले अगाडिको उल्लेखित कुराको अपेक्षासँग विपरीत हुने कुरा व्यक्त गर्छ। यसले विपरीत हुँदा ठ्याक्कै उल्टो हुने कुरा व्यक्त गर्छ। VST मा भवेल इन्डिङमा चाहिँ आ र ओ छ भने आदो प्रयोग गरिन्छ। भवेल इन्डिङमा चाहिँ हेर्नुहोस् आ ओ छ भने आदो प्रयोग गरिन्छ र VST मा भवेल इन्डिङ अ उ ई छ भने अदो प्रयोग गरिन्छ। तर हादा छ भने चाहिँ हेदो बनाइन्छ है। हादा छ भने के बनाइन्छ त? हेदो बनाइन्छ। जस्तै मैले यहाँनिर रेडले हाइलाइट गरिदिएको छु, हेर्नुहोस् त। आ ओ छ भने आदो, आ र ओ छ भने के लाउने? आदो। छा प्लस आदो छादो, सुते पनि। छादो भने के रहेछ? सुते पनि। अनि अ उ ई छ भने अदो। जस्तै सिधा आराम गर्नु, सियदो आराम गरे पनि। जस्तै अर्को छ हादा। हादा भयो भने जहिले पनि अयो आयो प्याटर्न लाउँदा हेदो बनाउनु पर्छ। हादा छ भने के बनाउनु पर्छ त? हेदो बनाउनु पर्छ। यहाँनिर हामीले के बनाएको छौँ? यहाँ हेर्नुहोस्, हेदो। अब इर हादा, इर हेदो काम गरे पनि। इरेदो भने के रहेछ? काम गरे पनि। अब यसको इक्जाम्पल अलिकति बुझेर हेरौँ है त साथी। छानप हुएनुन भनेको, छानप भनेको ओभर टाइम है। छानप हुएनुन भनेको ओभर टाइम पछि नुच्छामुल छादो अबेरसम्म सुते पनि, अर्थात् धेरै सुते पनि। यो नुच्छामुल छादा भन्ने छ नि, यो नुच्छाम भने चाहिँ अबेरसम्म सुत्नु के, दिउँसो सुत्नु। दिउँसोसम्म सुते पनि छादोले यहाँनिर आएको छैन छादो, हेर्नुहोस् त। नुच्छामुल छादो अबेरसम्म सुते पनि फिकोन हेयो थकित छु। भन्नुको मतलब ओभर टाइम गरेपछि धेरै सुते पनि थकित छु। यता धेरै सुत्यो, धेरै सुतेपछि थकित नहुनु पर्ने, तर थकित छु। अर्को छ फथुनुल बटन नुल्लदो थिचे पनि। फथुनुल नुल्लदो भने के रहेछ साथी? बटन थिचे पनि छाक्तोङ हाजी आनास सञ्चालन नभएर, अर्थात् काम नगरेर। बटन थिचे पनि काम नगरेर सुरी रुल माथ्य सुम्निदा मर्मत गर्न पठाएँ, मर्मत गर्न जिम्मा दिएँ। यो माथिदा भनेको चाहिँ जिम्मा लगाउनु होइन। सुरी भनेको मर्मत, मर्मत गर्न। अब काम गरेन, के गर्नु पर्यो त? मर्मत गर्न चाहिँ जिम्मा लगाएँ। अर्को हेर्नुहोस् है त। छागबी कुन्नामेन काम सकियो भने, अर्थात् सकिएपछि फिगोन हेदो थकित भए पनि। फिगोन हादा भने के रहेछ? थकित हुनु। फिगोन हेदो थकित भए पनि, काम सकियो थकित भए पनि। छागप चाङ छङ्निरुल हेया हेयो कार्यस्थलको व्यवस्थापन गर्नुपर्छ। छागप चाङ भनेको कार्यस्थल, छङ्निरुल हेया हेदो भनेको व्यवस्थापन गर्नुपर्छ। भनेको थकित भए पनि कार्यस्थल व्यवस्थापन गर्नुपर्छ। कुरा बुझ्नुभयो भएन? ल अब चाहिँ यो चाहिँ के रहेछ भन्दा आदो अदो। यसो भए पनि, त्यसो भए पनि, यस्तो गरे पनि भन्ने अर्थ दियो। अब अर्को एउटा ग्रामर चाहिँ थप तपाईँहरूको लागि। VST प्लस नुन थेसिने सट्टामा। को सट्टामा? VST प्लस के रहेछ? नुन थेसिने। नुन थेसिने है। अब यो कस्तो अवस्थामा प्रयोग गरिन्छ भन्ने कुरा हेरौँ है। नुन थेसिने क्रियासँग जोडिन्छ। केसँग जोडिन्छ त? क्रियासँग जोडिन्छ र अघिल्लो वाक्यांशको काम नगरी त्यसको सट्टामा पछाडिको काम गर्ने कुरा जनाउँछ। एउटा काम नगरी त्यसको सट्टामा अर्को काम गरिन्छ भने यस्तो अवस्थामा नुन थेसिने प्रयोग गरिन्छ। अब के बुझ्नु पर्यो साथीहरूले? एउटा काम नगरिकन अर्को काम गरिन्छ भने त्यतिखेर के प्रयोग गरिन्छ त? नुन थेसिने प्रयोग गरिन्छ। कन्सोनेन्ट इन्डिङ वा भवेल इन्डिङ जे भए पनि नुन थेसिने लाउनु पर्छ। VST मा
कन्सोनेन्ट भए पनि भवेल लिनिङ जे भए पनि के लाउनु पर्छ नुन थेसी नै लाउनु पर्छ तर म्यङ्सा नामसँग चाहिँ थेसी नै मात्र प्रयोग गरिन्छ यदि नाउन छ भने चाहिँ थेसी नै मात्रै प्रयोग गरिन्छ यहाँ हेर्नु होला ध्यान दिएर यसको उदाहरण हेरौँ अब माङछिरो थुदुरिनुन थेसिने हतेउडाले ठटाउनुको सट्टामा थुराई बरो छोय फोस्यो पेचकसले कसेर हेर्नुहोस् हैन माङछीले ठटाउनु भन्दा पेचकसले कसेर हेर्नुहोस् यसको सट्टा त्यसको प्रयोग भयो कि भएन भन्नुहोस् त एकचोटि हेर्नु होला अनि कमेन्ट पनि गरिदिनु होला है ओनुल छाहारा सिरुल अब आज चाहिँ छारासीलाई मन मान्नानुन थेसिने यसको चाहिँ स लगत्तै म आयो भने चाहिँ न अथवा म प्रनाउन्सिएसन गर्नुपर्छ है मम मान्नानुन थेसिने फारम एकचोटि फेरि गर्नु होला मम मान्नानुन थेसिने छुमारे मान्ना गिरो हेस्सयो सप्तान्नमा भेट्ने निदो गरे छुमाल भनेको रहेछ सप्तान्न ए भनेको टाइम पार्टिकल मान्ना गिरो हेस्सयो भेट्ने निदो गरे गिरो आधारले चाहिँ जहिले नि निदो गर्ने कुरालाई जनाउँछ भविष्यमा यसो गर्छु भनेर निदो गर्दा चाहिँ मान्ना गिरो प्रयोग गरिन्छ आज छारासीलाई चाहिँ भेट्न नसक्ने सट्टामा चाहिँ हप्ताको अन्त्यमा भेट्ने निदो गरे अर्थात् अर्को पटक भेट्ने निदो गरे अर्को हेर्नुहोस् है युगाते भ्याकेसनमा बिदामा खोयाङे खानुन थेसिने गाउँ जाने सट्टा है गाउँमा जानेको सट्टा अर्थात् गाउँ जानु सट्टा थोङ्न्यो दुल्गा सहकर्मीहरूसँग यहेङुल खार्यगो हाम्निदा यहेङ भ्रमण जाने योजना छ खार्यगो हादा भने पनि योजना बनाउने केही गर्ने कुरा चाहिँ छ विचार गर्ने है अर्को हेर्नुहोस् है त छलदान खावी थेसिने यो चाहिँ नाउन भयो है छलदान खावी भनेको काट्ने कैँची यो चाहिँ म्यङ्सा भयो त्यसमा चाहिँ त्यही भएर नुन थेसिने होइन जस्ट थेसिने मात्रै थेसिने छङ्गी छल्दाङ्गी रुल है छङ्गी छल्दाङ्गी रुल सायोङ हे फोसेयो है छङ्गी छल्दाङ्गी भनेको के रहेछ विद्युतीय काट्ने मेसिन छङ्गी भनेको विद्युतीय छल्दाङ्गी भनेको के हो त काट्ने मेसिन सायोङ हे फोसेयो प्रयोग गरी हेर्नुहोस् काट्ने कैँचीको सट्टामा विद्युतीय काट्ने मेसिन प्रयोग गरेर हेर्नुहोस् अर्को हेर्नुहोस् है नेइरुन भोलि नेइल भनेको के हो त भोलि निच्छानान्सी थेसिने निच्छानान्जीको सट्टा छाराजीले चाहिँ होनाब छागबुल हाल्कयो मिसाउने काम गर्नेछिन् होनाब भनेको मिक्स है होनाब छागबुल हाल्कयो मिसाउने काम गर्नेछिन् यो चाहिँ मैले एडभान्सको ग्रामर लिएको है साथी तपाईँले च्याप्टर बुकमा हेर्नुभयो भने नि भेटिहाल्नुहुन्छ त्यसै गरी अर्को हेर्नुहोस् उन्दोङुल हानुन थेसिने यहाँनिर नुन थेसिने लागेको लागेन यहाँनिर हादा भब पछाडि नुन थेसिने उन्दोङुल हानुन थेसिने थिबिरुल फास्सयो टिभी हेरे भनेको व्यायाम गर्नुको सट्टा के गरे त टिभी हेरे कफिरुल मासिनुन थेसिने कफी पिउने सट्टामा छारुल मासेस चिया पिए भनेको एउटाको सट्टामा अर्को गरे सजिलो छ है एउटाको सट्टामा अर्को गर्दा चाहिँ हामीले नुन थेसिने प्रयोग गर्छौँ फसो थेसिने बसको सट्टामा थेक्सिरुल थास्यो ट्याक्सी चढे बस चढ्नुको सट्टा ट्याक्सी चढे ओनुरुन ना थेसिने आज मेरो सट्टामा ओनुरुन भनेको आज ना भनेको मेरो है यहाँनिर ख्याल गर्नु होला यो ना भनेको मेरो थेसिने भनेको सट्टामा छिङ्गुगा साथीले चाहिँ फाल्फ्यो हाल्कयो प्रस्तुति दिनेछ यो फाल्फ्यो आधा भने चाहिँ कस्तो हो भने साथी प्रस्तुति दिने प्रेजेन्टेसन दिने कुरा हो है प्रस्तुति दिनेछ आज मेरो सट्टामा साथीले प्रस्तुति दिनेछ यो ग्रामरलाई ध्यान दिएर हेर्नु होला आजको ग्रामर कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै कमेन्ट पनि गरिदिनु होला ल त साथी भोलि फेरि अर्को एउटा नयाँ ग्रामर लिएर उपस्थित हुने नै छु आजको लागि बिदा दिनुहोस् नमस्ते यहाँहरूको दिन शुभ रहोस्